हेलो दोस्तों, गुड आफ्टरनुन। तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। हामीहरुले अब आजदेखि भिडियो बनाउने निरन्तरता दिनेछौँ। पर्सनल ब्लगमा हामीहरु केही न्युज च्यानल पनि छ भन्दाखेरि केटाहरू होइन, अब सबै मिलिकन हामीहरूले राजा ल्याउनु पर्छ है। राजा नभएपछि देश रहन्न, मेरो विचारमा त्यही छ होइन। राजा बिनाको देश अधुरो भएको छ। यी नेता भ्रष्टाचारी कुकुर खातेहरूले देश नै लुटेर खाइसकेहरू। सबभन्दा पहिले त केपी र यो एमालेको सरकार बनेदेखि नै खत्तम छ देश होइन। जताततै आन्दोलन 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 छ होइन। अब त्यस्तो चाहिँ देशमा देखेर होइन, हामी विदेश बस्ने मान्छेहरूलाई नै हो पक्कै पनि होइन दुख्ने भनेको। स्वदेशमा बस्ने मान्छेहरूलाई त केही पनि हुँदैन होइन। त्यसै कारण म के भन्न चाहन्छु भने यो केपी र यो काङ्ग्रेस सरकारको यो देउबाको सरकार हुन्जेलसम्म देशमा केही हुने छैन। यिनीहरू नमरुन्जेलसम्म देश बन्ने छैन। हामी देशव्यापी रूपमा हामी विदेशमा भएका साथीहरूले पनि अब आवाज उठाउनुपर्छ हाम्रो देशको लागि होइन। सबै राजावादी बनौँ, राजा चाहियो भनेर राजालाई सपोर्ट गर्नुपर्छ हामीहरूले। होइन भने अब देश कङ्गाल भइसक्यो होइन। देशमा बस्ने स्थिति छैन। जताततै झगडा 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 पार्टीहरूका झोलेहरू छन् होइन। अब यस्तै कुरा गर्दाखेरि पार्टीका झोलेहरू कुन दिन कसलाई मार्ने हुन्छन्, कसलाई तोकेका हुन्छन् उनीहरूले होइन। त्यस कारणले म के भन्न चाहन्छु भने साथीहरूलाई, विदेशमा भएका मान्छेहरू जोसुकै हुने होइन, हामीहरूले आवाज उठाउने बेला भएको छ। जागौँ के अब, अहिले नजागे कहिले जाग्ने हो त केटाहरू।